यात्रालाई यो भद्रपुर झापाको चाहिँ नेपालको सबभन्दा होचो भूभाग केचना कवलबाट है र आज यहाँ चाहिँ भद्रपुर साइकल सोसाइटीको आयोजना हुन गइरहेको प्रथम टुर चाहिँ भद्रपुर साइकल राइडमा भाग लिनको क्रममा चाहिँ आज हामी साइकल गर्दै चाहिँ यहाँ चाहिँ अहिले नेपालकै होचो भूभाग केचना कवलमा आइपुगेको छौँ है। र यहाँको चाहिँ दृश्यहरू हजुरहरूको समक्ष पुऱ्याउने प्रयास गरिरहेको छु। यसो मिलाएर हेरिदिनु होला है त। ए उता पारी जाने पारी यो के नेपालको सबभन्दा होचो भूभाग केचना कवलको चाहिँ यो ठाउँको चाहिँ अलिकति 50 मिटर पारी जाने उता त्यहाँ बारेको छ। त्यहाँबाट जाने उता इन्डिया रहेछ होइन, इन्डिया। अनि यता जाने अहिले हामी नेपालमा छौँ। नेपालको त्यही माथि नि भद्रपुरकोमा भएको चाहिँ यो नेपालको सबभन्दा होचो भूभाग केचना कवलमा छौँ है। अहिले बिहानको चाहिँ अब 11:15 हुन लागेको छ। बिहानसम्म त मौसम निकै राम्रै थियो, शीतल थियो। अहिले पानीको छिरपुस्ट पानी परिरहेको छ, पानी पर्ला जस्तो छ होइन। देशैभरिबाट झन्डै 250-300 जनाको साइकल यात्रीहरू यहाँ जम्मा भएको छ होइन। सबै आफ्नै पाराले जाने इन्जोय गरिरहेको छ। आज बुद्ध जयन्ती पनि हो होइन। यही जाने बुद्ध जयन्तीकै के अरे उपलक्ष्यमा जाने यहाँ चाहिँ साइकल र्यालीको आयोजना गरिएको हो। ल भन्दै हजुरहरू जहाँ जसरी हुनुहुन्छ स्वस्थ रहनु होला, मस्त रहनु होला, व्यस्त रहनु होला भन्दै हजुरहरू सबैको दिन शुभ रहोस्। जय साइकल, जय भद्रपुर, जय देश।